गाइस, यो मेरो नयाँ च्यानल हो है। अनि यसमा चाहिँ मैले के भन्छ अरे कन्टेन्ट्सहरू अलिअलि क्रिएट गर्न खोजिरहेको छु है। अनि त्यो कन्टेन्ट्सहरूमा चाहिँ के आउँछ भने डिजिटल मार्केटिङ अन्त फरेभर लिभिङको बारेमा है। फरेभर लिभिङ चाहिँ एउटा अनलाइन बिजनेस प्लेटफर्म हो है, जहाँ चाहिँ हामी हाउसवाइफ, स्टुडेन्ट्स, जब होल्डरहरूले चाहिँ पार्ट टाइम गरेर आफ्नो अर्निङहरू निकाल्न सक्छ है। अन्त फर्स्ट अफ अल मेरो नाम चाहिँ स्टेला है। म चाहिँ सिक्किमबाट हो। अहिले रिसेन्टली चाहिँ म यहाँ गोवामा छु। अनि गोवामा कसिनोमा काम गर्दैछु। अनि सो मैले चाहिँ काम गर्दा गर्दै यो फरेभर लिभिङको प्लेटफर्म पनि चुज गरेँ है, किनकि मलाई मेरो अलिक स्यालेरीबाट के भन्नु यो पुगेन भनौँ न है। अनि त्यही भएर मैले यता फरेभर पनि चुज गरेँ। अनि फरेभरलाई पनि मैले पार्ट टाइम दिँदै उयो गर्दैछु है। पार्ट टाइम दिँदै अब दिनको 2 घन्टा 3 घन्टा दिँदै मैले त्यो फरेभरको बिजनेसलाई पनि अगाडि बढाउने कोसिस गर्दैछु है। सो तपाईँहरू पनि अब चाहनुहुन्छ कि घर बसी पार्ट टाइम जब गर्नु है, अनि पार्ट टाइम गरेर आफ्नो केही इन्कमहरू आफूलाई म उयो गर्छु भनेर चाहनुहुन्छ भने तपाईँहरू पनि फरेभर जोइन गर्न सक्नुहुन्छ। अनि अरू के भन्न चाहन्छु भने चाहिँ यो फरेभर लिभिङ कम्पनी चाहिँ 160+ कन्ट्रिजमा काम गर्दै गरेको उयो हो, एउटा कम्पनी हो है। अनि यो कम्पनी चाहिँ 40 इयर्स प्लस भइसकेछ है यो यसमा आएको। अनि तपाईँहरू नसुर्ताइकन नडराइकन यो काम गर्न सक्नुहुन्छ, किनकि अब 160+ कन्ट्रिजमा काम गर्ने भनेको त फ्रड हुन सक्दैन नि त है। अनि मैले पनि गरेको अहिले 1 मन्थ प्लस भइसक्यो है। अनि त्यही भएर म तपाईँहरूलाई सजेस्ट गर्छु कि यो चाहिँ एकदमै राम्रो प्लेटफर्म छ है। अनि हाउसवाइफ, स्टुडेन्ट्सहरू सबैले गर्नुसक्छ। अन्त यसमा चाहिँ तपाईँले के सिक्नु पाउनुहुन्छ भने चाहिँ तपाईँले बेसिक स्किल्सहरू पनि सबैले यसमा सिक्नु पाइहाल्नुहुन्छ है। जस्तै कम्युनिकेसन स्किल्स भयो है, अन्त डिजिटल मार्केटिङ कसरी गर्नुपर्ने भन्ने है। अन्त त्यहाँदेखि तपाईँको पर्सनालिटी डेभलपमेन्ट, अन्त कन्फिडेन्स बुस्टिङहरू सबै भइहाल्छ यसमा चाहिँ है। त्यही भएर तपाईँहरूले सिक्नु सक्नुहुन्छ। तपाईँहरूलाई सिक्नु मन छ र तपाईँहरू सिक्नु चाहनुहुन्छ भने तपाईँले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। मेरो लिङ्कहरू त्यहाँ बायोमा दिएको छ, तपाईँहरूले त्यहाँ गएर मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।